Hello guys, this is Nimesh and welcome back to my channel with another video. आजको भिडियोमा चाहिँ हामी निरज र म अमला हन्टिङमा आछौँ यो डाँडाको भन्ने ठाउँमा। डाँडाकोबाट ठ्याक्कै अलिकति तल डाँडाकोमा त पुगेको छैन। एकदमै अप्ठ्यारो रहेछ बाटो, अमला पुरै अप्ठ्यारो ठाउँमा फलेको छ है। अब हामी त्यहाँ जाँदैछौँ। यहाँ निरज फाड्दैछ, हामी हैसा पनि लिएर छौँ। अब त्यहाँनिर छ अमला नजिकै छ। अब त्यहाँबाट हामी अमला टिप्छौँ है त। ल आइसक्यो अब ल। गाइस के छ गाइस जान सकिन्छ कि सकिँदैन? कहाँ फर्किन्छौँ हामी? फर्किनु त कुरै हुँदैन। हामी एक एक झोला अमला लिएर मात्र फर्किन्छौँ आज। एनी आऊ हैन अलौ देखियो त्यहाँ त्यो यार खोल्सा छ क्या? अब खोल्सामा छ, यहाँ पुरै फाडेर जानुपर्छ हामी। यहाँ बाटो बनाउँदै जाँदैछौँ। ओ माय गॉड, बाटो बनाऊ तल झरौँ। यहाँ त बाटै छैन क्या हो। यमुना हसिया तल यतिर अलि आउँछ। बाटो एकदम खतरनाक छ। बाटो नै छैन भनौँ, भिरपाखा छ। हामी चाहिँ बाटो बनाउँदै जाँदैछौँ। तर अमलाको रुख सोचे भन्दा अलि अग्लै रहेछ यार। तलबाट त यही छ है। टिप्न सकिन्छ सकिँदैन यस्तो चाहिँ माथि नै छ। तर दामी फलेछ है। ल लटरम्मै छ। एउटा रुख यहाँ छ, एउटा रुख अलि यता पनि छ। हामी अब एक एक झोला चाहिँ लान्छौँ है आज। अमूल्य चिज पाउनलाई बाटो अप्ठ्यारै हुन्छ गाइज। भिटामिन के? भिटामिन सी को हामी खोजीमा छौँ, भेटाइसक्यौँ। तर यहाँ चाहिँ त्यो टिप्न मात्र बाँकी छ अब। ल बाटो एकदमै अप्ठ्यारो छ। यहाँ एकदमै अप्ठ्यारो भएको कारणले गर्दा पन्छ्याउँदै काट्दै गइरहेछौँ हामी। गाइड लिएर आउनु होला। तर यहाँ गाडी चाहिँ गाइड आउँदैन। अब आफै गाइड भएको कारणले गाइड थ्याङ्क गड है। मलाको गाछीको यहीँ छौँ आइसक्यो। बोट भनौँ न। ओ चढ्नै पर्ला जस्तो रुख निरज। चढेर यसो हाँगा काट्नु पर्ला जस्तो थोरै मलाको दाना ठिकै छ, मिडियम साइज। हामीले यहाँ झोला पनि निकालिसक्यौँ। निरजको आफ्नै ब्याग छ, ब्याग र झोलामा हामी भरेर लान्छौँ। ल निरज चढ नि त। खुर्पा राखेर चढाइ हुन्छ। खुर्पा चाहिँ हराउनु भएन, घरबेटी खुर्पा। झोला तल राख, म डाङडुङ गर्छु। ज्याकेट लिएर जाम के? ज्याकेट लगाए नि हुन्छ। होइन ज्याकेट लाउँदिनँ। चढ्यो ल। पहिला त टेस्ट गर्नु ल एउटा टेस्ट गरिहाल त। ल हाल त। यस गाइस, ल अमला हात परिसकेको छ एउटा। अब यो टेस्ट गरौँ है त कस्तो छ। टेस्ट हान्नुपर्छ कि। दामी अमिलो खडा। राम्रै रहेछ। ठिक छ ल। अब हामी पुरै धोक्रो भएर लाने हो त। यो तलको हाँगाबाट सुरु गरौँ। भातै खानु मन लाग्यो। नलागिकन राख निरज। लास्ट धेरै बाजारले अमला खान्छ खान्न होला है। बाजारले खाँदैन यस्तो अमिलो के खाला। ठुलै रहेछ।
मलाई त्यो अमला चुचिरहनु मन लाग्दैन टोकेर चराम चुरुम पारेर रस निकालेर भुजियाको गेडा फोरेर फाल्नु मन लाग्यो एक दुई घन्टै अमला मुहा रहिरहन्छ नि मान्छे एउटा हाँगा टिप्यो अब ए टन्नै छ यता पनि छ टिपेर नभए भ्याइस नसक्दो छ अब कहाँबाट सुरु गर्ने भन्ने भइरहेछ हामीलाई अब अर्को हाँगा कहाँबाट सुरु गर्ने र ल ओ पुरै भात्या भात त नहुने ओहो तर यो पलाउँछ कि फेरि आइहाल्छ होइन त्यसपछि अब आडेक्स लाग्नु ल मजा आयो त्यहाँ भर त जता हिँड्छ त्यतैका ठुला ठुला राम्रा अमलाको रुख चाहिँ झुरो हुन्छ क्या कमजोर हुन्छ तर त्यो यत्रो हाम्रो घरलकै आएन यहाँ चाहिँ दामी रहेछ यो चाहिँ दामी रहेछ रस लाठी चाहिँ यो छानेर नराम्रो चाहिँ अफिसमा लानुपर्छ है तर यो फेरि सुन्छ नि क्या यो भिडियो बोलेको त्यो त काटेर हाल्नुपर्छ होइन हेरिहाल्यो भने त अनि फेरि नराले भयो त्यो एन्टिअक्सिडेन्ट के हुन्छ अरे होइन अक्सिडेन्ट त्यसले के गर्छ शरीरमा भएको विकारहरू हुन्छ चिजहरूलाई यसले युटिलाइज गर्छ क्या एन्टिअक्सिडेन्ट एक साइड पुरै सखा भइसक्यो अब अर्को साइड छ टन्नै छ अझै टिप्नै सक्दैन जस्तो माथि अझै सकिँदैन हामी जम्मै कहाँ जब टिप्नु सकिँदैन अब कहाँसम्म टिप्नु सकिन्छ एक झोला त भइसक्यो अब अर्को झोला भर्नु पायो भने हामीलाई पुगिहाल्यो होइन पछि त्यो एउटा बुटको पनि पुरै टिप्ने काम नि उता साइडमा अलिक गाह्रो छ टिप्नलाई यो फेरि बोट एकदम कमलो हुन्छ अमलाको एकदम जोगिएर
चढ्नुपर्ने हुन्छ सोधेर चढ्नुपर्छ कति भएछ यसो गर्छु त्यो त्यो तिम्रो झोलामा खनाउँछु अनि त्यो खाली गर्छु ल्याउँदै ए होइन भुरेर पोख्यो भने धेरै मेहनत चाहिँ खेर जान्छ फेरि कसरी 4-5 किलो यति भइसक्यो ल एक साइडको चाहिँ हामीले पुरै सक्यौँ यति साइड टिपेको के धेरै पनि होइन यो एउटा दुईटा तीनटा अझै टन्नै छ टिप्न सक्दैनौँ हामी 2 झोला भयो है यो 1 झोला यता झोला यतिकै हामीलाई इनफ अचार खान जे खान पनि हुन्छ यो ल खनेम दामी आजको अमला हन्टिङ सक्सेसफुल खनेम त्यो खनाएर अलिकति टिप्यो भने अझै टिप्ने अलिकति टिप्दिउँ न ल ल ल केटो जोसेस है ल अझै टिप्नु ल ल यो यहाँ खनाउँछौँ त्यसपछि अझै टिप्छौँ है त ल निरजले अर्कै झोला पनि पुरै टिपिसक्यो होइन अब झरौँ है हुन्छ झरौँ अब झरौँ झरेपछि अब 2-3 झोला ठाउँ देखिहाल्यो फेरि चाहिएको छ भने फेरि आउँला बाटो पनि दामी भयो ल टन्नै आउँला भेट्यो मजा पनि आयो अब हामी यहाँबाट बाटो पनि फर्किन्छौँ है त ओर्ला पनि सहिलो हुन्छ ल भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद फेरि अर्को भिडियोमा भेट्नेछौँ है त ल बाई बाई